है साथी हो आज बिहान चाहिँ सबै रेडी भइसकेको छ। आज चाहिँ माता तीर्थ औँसी अनि ह्याप्पी मदर्स डे सबैजनालाई। यहाँ चाहिँ हामीले छ्यामालाई राखेर पूजापाठहरू गरिदिन्छौँ। आमा चाहिँ छैन हाम्रो, अनि छ्यामा नै हो। छ्यामालाई सबै हामीले पूजाहरू गरेर सबै गिफ्टहरू दिने जति हामी छ्यामालाई दिन्छौँ। अनि यहाँ मैले पनि गरेँ, अनि के दिनु थियो गिफ्टहरू मिठाईहरू खिलाएर गरेर। अनि मेरो दादा पनि आउनुभएको थियो, अनि दादालाई पनि पूजा गर्नु भनेर अनि मैले सकेर यहाँ दादाले गर्नु लाग्यो। दादाले पनि पूजाहरू गरेर गिफ्टहरू ल्याइदिनु भएको थियो छ्यामालाई, अनि गिफ्टहरू दिँदै थियो दादाले। अनि त्यही हो साथी हो, सबैभन्दा ठुलो आमालाई खुसी राख्नु भन्छ नि। आमाको आशीर्वाद एकदम किम्ती हुन्छ भन्छ नि, सबै थोक चिताको पुग्छ। यहाँ चाहिँ दिदीको छोरा पनि आइपुगेको थियो। अनि यहाँ चाहिँ हामी सबैजनालाई 5 जना दिदीबहिनीलाई राखेर गेट टुगेदर गरेर सबै दिदीबहिनीको छोराछोरी दाजुको छोराछोरीले सबैलाई हामीलाई यसरी राखेर खिलाउँछ। कसैले हामीलाई छुटाउँदैन। फुपूहरू हो हामी, तर पनि दाजुको छोरीहरूले दिदीको छोरीहरूले यसरी पूजाहरू गरेर गिफ्टहरू दिएर। अनि यहाँ चाहिँ दिदीको छोरीले चिकन ल्याइदिएछ। चिकन भरे चाहिँ पार्टी तपाईँहरूलाई लु भनेर दिँदै थियो क्या। अनि यो चाहिँ गिफ्ट भन्दै थियो। अनि यो चाहिँ माला दिदीको छोरीले सबैजनालाई एक एकवटा ल्याइदिएको छ। अनि यहाँ चाहिँ बेलुका चाहिँ त्यही चिकन ल्याएर चाहिँ अनि यो पकाइतुला गरेर चाहिँ यहाँ चाहिँ अलिकति हल्का पार्टी हुँदै थियो साथी हो, पार्टी गर्दै थियो। होस् त तपाईँहरूले कसरी मनाउनु भयो